स्वीकारेको छैन। नस्वीकार्दाखेरि उसले कारवाही भोगेर विदेशिनु परेको छ है। त्यस कारणले नुन बार्ने चलन हाम्रो बुद्धिस्टको चलन होइन, त्यो हिन्दू संस्कारबाट आएको चलन हो। 13 दिने भन्ने, अनि नुन बार्नुपर्ने, सेतो कपडा पेर्नुपर्ने, अनि यो दागबत्ती छोराले दिनुपर्ने भन्ने संस्कार पनि हिन्दू संस्कारबाट आएको। हिन्दू संस्कारमा चाहिँ के छ भने छोरा चाहिँ 90 नहुने, छोराले दागबत्ती दिए भए चाहिँ त्यो बाबुको मुक्ति पाउने भन्ने उहाँहरूको भएको कारणले छोरा भएन भने कतिवटा श्रीमती बिहे गरेर त्यो छोरा पाओस् भनेर धेरै नै दुःख गरेको हुन्छ र अनि मर्ने दिनमा छोरा फदेको हुन्छ। त्यसैले त्यो हिन्दू संस्कार हो, हाम्रोमा त्यो छैन। त आगो दिने भनेको चाहिँ लामा गुरुले हो। लामा गुरुले है, जब लामा गुरुले त्यहाँ पाठ गर्यो, पञ्चबुद्धको 5वटा मारो आगोको ऊ बनाउँछ चेम्बर, र त्यो चाहिँ लामा गुरुले त्यहाँबाट आध्यात्मिक ज्ञानबाट चाहिँ नि आगो दिने हो, नै छोराले छोराली भन्ने कुरा होइन है। त्यसमा लामा गुरुले आफ्नो उ गर्छ, अरू लामाहरूले त्यहाँ चेम्बर बोकेर र अन्तिममा दिने हो है। अब अर्को कुरो चाहिँ त्यो लास जलाउनकै लागि दिने चाहिँ आगो थियो है। अर्को कुरो चाहिँ हामीले के गर्छौँ भन्दा जब त्यो लास चितामा लगिसकेपछि, चितामा राखिसकेपछि, सबै कम तयार भइसकेपछि अरू कर्मकाण्ड गर्नुभन्दा अगाडि चाहिँ हामीले साछु मेलुङ भन्ने कुरो 4 महाभूत चढाउँछ। पहिलो नम्बरमा सबैजनाले छोराछोरीदेखि लिएर सबै त्यहाँ मलाइनेदेखि सबै लामा सबै चढाउँछ माटो सा। त्यसपछि छु, त्यसपछि पानी चढाउँछौँ। त्यसपछि मे आगो चढाउँछौँ है, आगो चढाउँछौँ। त्यसपछि लुङ, त्यसपछि हावाले हम्काउँछ यसर हावा चढाउँछौँ। साछु मेलुङ नामका भनेको चाहिँ हाम्रो हंस तत्त्व हो। यो 4 महाभूतबाट बनेको शरीर, तिम्रो हिजो यो माटोबाट आएको शरीर मासु थियो, त्यो माटोलाई नै जिम्बा फिर्ता दिएको हो। र छु पानीबाट आएको रगत थियो, त्यो पानीलाई नै जिम्मा दिएको हो। अनि आगोबाट आगो हाम्रो यो तापक्रम थियो, त्यो आगोलाई नै जिम्मा दियो। अनि हावाबाट आगो यो बोली शब्द थियो, त्यो हावालाई नै जिम्मा दियो। अन्तिममा नाममा सेवा हंस तत्त्व चाहिँ त्यो अन्तिममा रहेको, त्यो चाहिँ अन्तिमसम्म त्यसलाई 49 दिनसम्म पर्खिनु पर्ने हुन्छ है त्यो। त्यस कारणले त्यसरी दिइन्छ र त्यसपछिबाट झिन्सेक गरेपछि झिन्सेकमा जति पनि त्यहाँ चरुहरू सबै लगाइसकेपछि लगाउनुभन्दा अगाडि आगो दिने बेलामा लामा गुरुले आगो प्रकट गरेर दिने हो है। यो कुरो सबैले बुझ्नुहोस्। त्यो छोराले नै छोरीले नै दिएर मात्रै बाबामा मुक्ति हुने भन्ने कुरा होइन। त्यहाँ त भरे झिन्सेक चाहिँ तपाईँले लगाउने है। अब यसलाई यसरी बुझ्नु होला। र नुन बार्ने हो भने नुन पानीबाट बन्छ, तपाईँले पानी बार्न त सक्नुहुन्न। नुन भनेको पानीबाट बन्ने हो है। यो चलन किन बारेको रहेछ भन्ने कुरो पनि हामीले ठुलो छलफल गऱ्यौँ। के अरे हिन्दू संस्कारबाट बाहुनहरूले किन बार्यो भन्दाखेरि पहिला नुन तिब्बतबाट आउँथ्यो। यो तिब्बत र चाहिँ नेपालको एकपल्ट लडाइँ भएछ, यो दुश्मनको देशबाट आएको नुन चाहिँ नखाउँ है बाबुआमा मर्ने बेला भनेर बारेको रहेछ। त्यो अरू विषयवस्तु पनि होइन है, यसरी बुझ्नु होला। हामीले पाएको चाहिँ त्यो, त्यस कारणले त्यो संस्कार हिन्दूबाट आएको हो, हाम्रो बुद्ध संस्कारमा छैन है। अब 49 दिनमा घेवा, 13 दिनमा 21 दिनमा भन्ने विवाद छ है। अब यसमा तपाईँ कुनै पनि विवाद नहोस्, क्रमिक रूपले तपाईँ सुन्नु होला है। मैले अघि नै भने मान्छेको मृत्यु हंस के अरे प्राण 3 प्रकारमा जान्छ। त्यो हंस तत्त्व निस्किनको लागि 72 घन्टा लाग्छ, 3 दिन लाग्छ। मरेर 3 दिनसम्म म मरेँ भन्ने कुरो थाहा हुँदैन र 3 दिनको दिनमा छोड्म भनेर गर्छ। 3 दिनको दिनमा हामीले मिन्याङ उठाउँछ नि, मर्नेको नाम पात्र लेखेर, अनि लामा गुरुले तिमी त मृत्यु भइसक्यो, तिम्रो ऊ नाम पात्र यहाँ छ, अब तिम्रो नामको काम सुरु भएको छ, यहाँ आऊ भनेर उसको फोटो, अहिले त फोटो छ, पहिला फोटो थिएन पो, लामाले त उसको फोटो लेखेको हुन्छ त्यहाँ। अहिले त झन् फोटो नै पाएको छ है। चट्ट राखेर मिन्याङ सुरु गर्छ र 3 दिनको दिनमा छोर्म भनेको चेतना दिलाउँछ। चेतना दिलालोलाई के भनेर बोलाउँछ भन्दा लामाले तिम्रो ठाउँ जग्गा यही हो नामबाट बोलाउँछ उसले बाचा गरेर। मैले बोलाएको होइन, के अरे साङ्गी कायदामा छुई कायदा घिदै कायदामा भन्छ। म बुद्धबाट, धर्मबाट, सङ्घबाट, थवसेन्सेबाट सबैबाट बोलाएको है। तिमी छिटो कहाँ छ, आकाश पताल भुताल कहाँ कहाँ छ यहाँनिर आऊ भन्छ। बाध्य द्वारा आउनुपर्छ, 3 वर्ष बोलाइन्छ, आउँछ, ऊ ठाउँ बस्छ। तपाईँको हाम्रो यो आँखाले देख्दैन है। अब मरिसकेपछि हामीले भनेका छौँ मान्छे मरिसिद्धियो होइन,
त्यो मर्ने मान्छे त सपना जस्तो हिँडिरहेको हुन्छ, सपना कि जस्तो हामी निद्रामा सपनामा कहाँ कहाँ पुग्छौँ नि, उसको अवस्था त्यही हो। उसले मर्यो भनेको थाहा हुँदैन। अनि आफ्नो परिवारसँग बोल्छ, हामीले त उसलाई चिन्दैनौँ, हामी बोल्दैनौँ नि, किन बोलेन आजदेखि, मसँग किन रिसायो मेरो परिवार भन्ने कुरो चाहिँ चिन्ता बोकिरहेको हुन्छ है। अब हामीले कोही रोइरहेको हुन्छ, कोही के गरिरहेको हुन्छ, सबै कुरो देख्छ उसले। आफ्नो लास संस्कार गरेर चितामा पुगेर पिचाएर जलाएको सबै कुरो उसले हेर्छ है, सबै कुरो थाहा हुन्छ। अनि आज मलाई के गरेको कसैले वास्तै गर्दैन। बल्ल लामाले त्यो 3 दिनको दिनमा छोर्मो गर्दाखेरि पो अनि बल्ल याद हुन्छ। त्यहाँबाट भार्दो सुनाउँछ, हेर मृतक तिमी मरिसक्यो, तिम्रो शरीर छैन, पञ्चतत्वले छोडिसक्यो तिमीलाई, तिम्रो त नाममा सेक्क हंस तत्त्व मात्रै छ, छाया मात्रै छ भन्दा पत्याउँदैन। जीवित छँदाखेरि कस्तो कपडा लाछ उसले त्यही नै देख्छ। म त जिउँदै छु त फेरि लामाले किन मर्यो भन्छ। उसलाई प्रश्न गर्न लामाले ऐना देखाउँछ, तपाईँले देख्नु न, लामाले ऐना देखाउँछ, तिमीको भौतिक शरीर छ भने तेरो रूप यहाँ देख्छ, भौतिक शरीर छैन भने देख्दैन, नपत्ता हेर भनेर लामाले देखाउँदा उसको यो ऐनामा त्यो रूप देख्दैन। नदेखेपछि बल्ल उसलाई अलिकति चेत साँच्चै हो क्या हो भने अझै पनि पत्याउँदैन। तिम्रो कान थियो, कानले किसिम किसिमको शब्दहरू सुन्न चाहन्थ्यो, आज त्यो शब्द पनि तिमी छुटाउन सक्ने छैन, त्यो इन्द्रिय ड्यामेज भइसकेको छ। नपत्ताइ हामी बाजा गाजा तिमीलाई भन्नु, त्यो बेला शङ्का बजाएर धुन दिएर त्यसलाई सुनाउँछ, त्यसले छुटाउन सक्दैन। अनि हिजो तिम्रो सुँग्ने नाक थियो, यो सुगन्ध यो दुर्गन्ध भनेर त्यो छैन तिमीसँग, त्यो इन्द्रिय ड्यामेज भइसक्यो। तिमीलाई हामी धुप सुँगाउँछौँ, ल धुप सुँग भन्नु, त्यसले त्यो छुट्याउन सक्दैन। तिम्रो हिजो जिब्रो थियो, खाने मुख थियो, जिब्रोले यो मिठो यो तितो टर्रो भनेर छुट्याउँदै, आज त्यो पनि छैन। तिम्रो हातै छैन, यो खाना दिन्छु भनेर लामाले खाना चढाउँछ नि, त्यो खाना टिप्न जान्छ, हातमा नि आउँदैन, मुखले टिप्न मुखमा पनि जाँदैन। बल्ल छप पर्छ, के हो त म छाया तिमी छाया हो भन्छ है। अझ पनि पत्याउँदैन, मेरो शरीर त म जस्तो त देख्छु उसले छाया देखिरहेको, तिम्रो शरीरै छैन, हामी कपडा दिन्छु कपडा लगाऊ भनेर त्यो बेला लामाले कपडा दिन्छ कि उसको शरीरमा कपडै अट्दैन, उसले टिपेर लाउनै सक्दैन। बल्ल ऊ चाहिँ नि हो रहेछ भन्ने कुरोमा पुग्छ र अब म के गर्ने होला भने, हो अब तिमी दायाँ कतै नलाग, अब तिम्रो साथमा फापचिन्सी छ, हामी फापचिन्सीको साथमा तिमीलाई राखिदिन्छु। फापचिन्सीलाई एकदम ध्यान गरेर बस्ने, तिमीले जीवित छँदाखेरि कति पाप गर्यो कति पुण्य गर्यो त्यो कुरो हामीलाई थाहा छैन है। अबको दिनबाट चाहिँ तिमीले पुण्य कर्म गर्नुपर्छ, ध्यान गर्नुपर्छ, तिमी नर्क प्रेत पशुमा नपर्छ भन्नको लागि चाहिँ एकदम साङ्गेको 1 चित्र 49 दिनसम्म तिमीले ध्यान गर्नुपर्छ भनेर लामाले त्यहाँ पाचा गरेर राख्छ परिधि पानेको है। अब त्यही बेला पनि जीवित छ कि उसले कुनै पनि धर्म कर्म नबुझेको छ भने पनि त्यो दिनबाट उसलाई चाहिँ ज्ञान प्रभाव भएर उसले एकचित्त गरेर लामाले भनेको त्यहाँ धर्मशालाले भने अनुसार बस्यो भने 49 दिनमा त्यो ठ्याक्कै मुक्ति हुन पाउँछ है। त्यो समय छ, त्यस कारणले उसको परिधि भनेको 49 दिन हो। 49 दिनभन्दा अगाडि तपाईँले विदाय गर्यो भने तपाईँको जबरजस्ती तपाईँको लागि गरे हो उसको विदाय हुँदैन, उसको अवधि नै पुगेको हुँदैन। तपाईँको कुनै मान्छे तपाईँको घरमा बसेको मान्छेले अवधि नपुगिकन निकालिदियो भने त्यहाँ के हुन्छ त, विवाद हुन्छ नि होइन। त्यस्तै ऊ विवादमा फसिरहेको हुन्छ है। अब कसरी जानु पर्दछ, बाँकी समय चेतना आएर बाँकी समय चाहिँ उसलाई के गराउँछ भन्दा पहिलो हप्ता चाहिँ नरकुण्डको दुःख भोग्न लाउँछ, नरकुण्डमा घुम्न लाउँछ, अवलोकन गर्न लाउँछ। नरकुण्डमा के छ त भने यालवा छाडाङ्गे दुमल छावादाङ डाङ्बा 8वटा गरम नर्क 8वटा ठन्डा नर्कमा पिल्सिएको प्राणी देख्छ, ऊ आत्तेर त्रासित हुन्छ त्यो मृतक, थुर कामेर है। हो त्यो 1 हप्ता पुगेको त्यही बारको दिनमा चाहिँ त्यो मिन्याङ भएको बेलामा अनिवार्य हुन्छ त्यो, म के गर्ने होला कसो गर्ने होला, म त्यस्तो ठाउँमा भन्ने कुरा आत्तिएको हुन्छ। र त्यो पहिलो हप्ता हामीले धुन्ची गरेर फापचिन्सीको पूजा पाठ गरेर नेलुङ पाठ गरेर उसलाई भार्दो सुनाएर उसको नाममा भार्ने बालेर उसको नाममा छो गरेर सबैले भानी मलम आमी देवारी गरिदिएको खण्डमा उसलाई सन्तान प्राप्त भयो। अब तिमीले त्यस्तै कर्म गरेको रहेछ भने तिमी त्यो ठाउँमा जाने हो, त पाप गर्नेहरू चाहिँ त्यस्तो ठाउँमा पुग्छ भनेर तिमीलाई अवलोकन गरेर गयो के। त्यसले तिमी चिन्ता नमान, ध्यान गरेर बस। हिजो तिमीले पाप कर्म गर्यो होला, अन्जानमा गर्यो होला, अन्जानमा गरेको तिमीले क्षमा पाउँछौ, जान गरेको भने पाउँदैन। त्यस कारणले भगवानको एकदम ध्यान गरेर बस, तिमीले पनि जब ध्यान गरेर बस भनेर लामाले त्यसलाई भार्दो सुनाउँछ र अनि त्यो उसले ध्यान गरेर बस्छ।
पहिलो हप्ता। दोस्रो हप्ता त्यस लागि पहिलो हप्ता हामी धुन्जी भनेर सबैजना जम्मा भएर मानी गर्ने लामा गुरु ल्याएर धुन्जी गर्नु परेको थियो। दोस्रो हप्ता पेटमा घुम्न लाउँछ। दोस्रो हप्ताको पिरियड 1 दिनदेखि सुरु गरेर 1 हप्ताकोसम्म उसलाई प्रेत लोक घुम्न लाउँछ र प्रेत लोकमा चाहिँ प्रेत आत्माकोले भोग्ने दुःख हेरेर आउँछ। हितक टेकुङ्गी दुङ्गो टेबतङ्गोमा भोग लाग्छ, खान पाउँदैन, तिर्खा लाग्छ, पिउन पाउँदैन, काल्पा भोग्नुपर्छ त्यो प्रेतहरूले। त्यो दुःख देखेर आउँदाखेरि ऊ आत्तिन्छ, फेरि म पनि त्यहाँ पर्ने हो कि भनेर डरले। फेरि त्यो दोस्रो हप्ता पनि हामीले उसलाई सन्तान दिनको लागि फेरि धुन्जी पाठ गरेर उसको नाममा मार्ने मलम सबै गरेर तपाईँ हामीले गरेको पुण्यहरू उसलाई चाहिँ नि परिणामना गरेर त्यो दिनमा सन्तान दिन्छौँ। त्यसको लागि दोस्रो हप्ता धुन्जी। तेस्रो हप्ता चाहिँ पशुलोकमा घुम्न लाउँछ। पशुलोकमा के दुःख छ त भन्दाखेरि लिनको कोन्चुकी धुम्नु भन्छ। पशुहरूलाई बाँधिराखेको छ, एक मुठी घाँस देखाएको घरमा अचानोमा ज्यान छोड्नु परेको हुन्छ। पशुहरू कोही हड्डीको लागि मर्नुपर्छ, कोही मासुको लागि, कोही छालाको लागि, कोही दाँतको लागि, कोही मुटु कलेको लागि, एउटा न एउटा नाममा पशुको ज्यान बिचमा जान्छ। त्यो दुःख भोगीमुले देख्छ। अब हाम्रो यहाँ अरूले पो गर्दैनन्। तपाईँको मुसलमानहरूले त जिउँदै तपाईँको छाला तार्छ नि यसो उधुमुनु पारेर, कति दुःख होला त्यसलाई। यस्तो दुःख देख्छ र आत्तेर आउँछ। हो त्यसमा पनि सन्तान दिनको लागि चाहिँ हामीले तेस्रो हप्ता धुन्जी गर्नु पर्यो है। अब तेस्रो हप्ता धुन्जीपछि चौथो हप्ता चाहिँ मानिस लोक घुम्न लाउँछ। मानिस लोकमा चाहिँ के दुःख पाउँछ? मेला केका नासिकी दुःख, जन्मनको दुःख, बुढो हुनुको दुःख, रोगिनुको दुःख, मृत्यु हुनुको दुःख, जस्तै त्यो चाँडो दुःख देखेर आउँछ उसले। अहिले तपाईँको सबैभन्दा दुःख चाहिँ कसलाई छ त भन्दा वृद्ध वृद्धिहरू र त्यो बिमारीले दुःख छ कि छैन? अहिले बुढोबुढी हाम्रो मेम कति 82 भइसक्यो, भोलिपर्सि मेमी हिँड्न सक्नुहुन्न, त्यही ओछिनमा सबै कुरो जानु पर्दाखेरि त कति दुःख भयो त होइन? त्यो कति कष्ट छ त। हो यस्तो दुःखहरू देखेर आउँछ र ऊ आत्तिएको हुन्छ। त्यसलाई सन्तान दिनको लागि चौथो हप्ता पनि धुन्जी गर्नु परेको। र पाँचौँ हप्ता चाहिँ हामीले असुर लोकमा घुम्न लाउँछ। असुर लोकमा के दुःख छ भन्दाखेरि लामेन थाप्छिकी दुःख, थाप्कदङ चेपा 1 सेकेन्ड पनि फुर्सद, खालि लडाइ हो। मैले सके तपाईँलाई मार्ने हो, तपाईँले चाहिँ मलाई मार्ने हो, खालि लडाइ। अहिले हाम्रो चाहिँ नि युद्ध परेको ठाउँमा आर्मीहरूलाई कति दुःख छ नि। गोली कट्टा बोकेको छ, राइफल बोकेको छ, बम पनि बोकेको छ, आफू पनि बुटुट हान्ने, उता पनि कुन बेला गोली लागेर मर्ने थाहा छ त? थाहा छैन नि होइन? हो त्यस्तो दुःख चाहिँ त्यो असुर लोकमा हो अरे के। हो त्यो दुःख देखेर ऊ आत्तिएको हुन्छ र त्यहाँबाट सन्तान दिनको लागि पनि अनि हामीले पाँचौँ हप्ता धुन्जी गर्नु पर्यो। छैटौँ हप्ता चाहिँ देवलोकको दुःख घुम्न लाउँछ। देवलोकमा घुम्न लाउँछ र देवलोकमा के छ त भन्दाखेरि के लाला फुदुङ्गी दुङ्गल भन्छ। हामी मानव जीवनमा हामीले पुण्य कर्म गर्छौँ 2 किसिमले। एउटा सबैको लागि होस् भनेर गर्छौँ, एउटा चाहिँ मेरो नाम चलोस् भनेर गर्छौँ। मेरो नाम चलोस् भनेर मैले बाटोमा खर्च गरिदिन्छौँ, गुम्बा बनाउनेमा खर्च गरिदिन्छौँ, स्कुल बनाइदिन्छौँ, पानीको कुवा सबै त्यो समाजलाई हुने काममा खर्च गर्छौँ। त्यो चाहिँ किन मेरो नाम त्यहाँ नाम आउनुपर्छ, नाम मेरोलाई सबैले मानोस् भनेर गरेको हो। त्यो पुण्यले चाहिँ हामी कहाँ पुग्छौँ भन्दाखेरि देवलोकमा जन्म हुन्छ कि देवलोकमा। यहाँको पुण्य तपाईँले जतिसुकै गरेर खर्च गरेर गऱ्यो भने त्यहाँको चाहिँ 5 वर्ष मात्रै तपाईँले पाउँछ। 5 वर्षमा तपाईँले जे सोच्यो त्यही प्राप्त गर्छ। जहाँ पुग्न पाउँ त्यहीँ नै पुग्न पाउँछ। हजारौँ तरिको साथमा तपाईँ गर्न पाउँछ। 5 वर्षमा तपाईँको पुण्य सिद्धिन्छ। अनि एउटा चरा आएर ए देव तिम्रो पुण्य सक्यो भन्ने सब एकैचोटि घोडाको सिङ भएर गर्नुपर्छ। 100 वर्षको उमेरको के कुङ्गुरमा परेको 5 वर्ष माइनस 5 करोड वर्ष बस्नु पर्यो। कति दुःख होला। एक दिन फेरि तिम्रो चाहिँ आयु सिद्धियो भन्न आउनु छ। त्यो भिरको ढुङ्गो घुमेको जस्तो गुडेको जस्तो एकैचोटि नर्क प्रेत पशु भएर बल्ल मानव आएरमा धर्म कर्म गर्नु पाउँछ। र देवताहरूलाई पनि यस्तो दुःख छ। त्यो दुःख देखेर आउँछ र आत्तिएको हुन्छ। त्यस कारणले अब कति सिक्यो? 6 हप्ता सक्यो है। अब 7औं हप्ता चाहिँ तपाईँले जन्मदेखि मृत्युसम्म कति पाप गर्यो, कति पुण्य र धर्म गर्यो, त्यसको सबै हिसाब किताब हुन्छ। 1 हप्ता हिसाब किताब गरेर तयार गरेर 49 दिनको दिनमा चाहिँ बस हुन्छ। धर्मराज जमराजको बस हुन्छ। हाम्रो पक्षमा चाहिँ जहिले पनि फापा चाहिँ हुन्छ। अलिकता हामीले पुण्य कमाएको थियो, मेरो भक्तले यस्तो पुण्य गर्छ, यसलाई यस्तो यस्तो गर्नु पाउँदैन। जमराजको पक्षले चाहिँ अलिकता मात्रै त्यहाँ हामीले गल्ती गरेको भेटोस्,
तेरो मान्छेले यहाँ गल्ती गर्छ, तेरो मान्छे त उहाँ लगेर कारबाही गर्नुपर्छ। उदाहरणको लागि चाहिँ तपाईँको लाइन ब्याट्री सक्यो र त्यसपछि के हुन्छ त भन्दा अब अहिले हामी अदालतमा कसैको ज्यान केस, कसैको कुटपिट, कुनै न कुनै केसमा हामीले अदालतमा एउटा वादी एउटा प्रतिवादी हुन्छ नि। वादीको पक्षको वकिलले फल्ना प्रतिवादीले यो अन्याय गरेकोले उसलाई चाहिँ यति वर्ष कैद, यति जरिवाना हुनुपर्छ श्रीमान भनेर बस गर्छ। प्रतिवादीको पक्षले जतिसुकै उसले अन्याय गरेको भए पनि मेरो मान्छेले यो सबै झुटो आरोप लगाएको हो, मेरो मान्छे बच्नुपर्छ, मेरो मान्छे चाहिँ नि के अरे जेल मुक्त हुनुपर्छ, मेरो मान्छे चाहिँ नि बिना शर्त चाहिँ नि यहाँबाट फैसला हुनुपर्छ श्रीमान भनेर बस गर्छ। न्यायाधीशले सुनेर बसेको हुन्छ, कुन चाहिँले ठिक बोले कुन चाहिँले बेठिक बोले, प्रमाण जुटाउँछ। प्रमाण जुटाउँदाखेरि अब वादीले जित्ने हो कि प्रतिवादीले जित्ने हो है, त्यो पछि न्यायाधीशले फैसला गर्छ। त्यस्तै त्यहाँ चाहिँ के हुन्छ त भन्दा लेगी मेलुङ भनेको कर्मको ऐना हुन्छ। कर्मको ऐनाको अगाडि एउटा तुलो झुन्डाएर राखेको हुन्छ। त त्यो तुलोमा चाहिँ एकपट्टि देउ कर्म भनेको चाहिँ तपाईँले गरेको धर्म र पुण्यको के अरे फल चाहिँ सेतो डल्लो निस्किन्छ। तपाईँले पाप र अपराध गरेको त्यसको प्रतिको फल चाहिँ कालो डल्लो निस्किन्छ, ढेउ नाप्पो भन्छ। अब त्यो तुलोमा कालो डल्लोले जित्या छ कि सेतो डल्लोले जित्या छ, त्यहाँ छलकपट गर्नै पाउँदैन। कालो डल्लोले जित्या रहेछ हाम्रो मान्छेको भने हाम्रो मान्छे नर्क प्रेत पशु तीनवटा मध्येमा एउटामा जानु पर्यो। सेतो डल्लोले जित्या रहेछ भने कि देवजिङ्गी सिंह कि मानव जीवन राम्रो जीवन प्राप्त हुन्छ है, सेतोले जित्यो भने। त सेतोले जित्या रहन्छ, कालो डल्लोले जित्यो है। अब एकछिनको मानौँ कालो डल्लोले जित्यो, हाम्रो मान्छे त अब हाम्रो मान्छेको पुण्य छैन भने अब मृत्यु भएको दिनदेखि हामी चाहिँ 6वटा हप्तासम्म हामीले चाहिँ पूजापाठ गऱ्यौँ। छोरगाउँको दिनमा गऱ्यौँ, संस्कारको दिनमा पनि गऱ्यौँ। प्रत्येक हप्ता दुल्जी गरेर तपाईँ हामी इष्टमित्र भाइ बन्धु लामा आनी जेमा सबैले गरेको मानी, सबैले गरेको आमी देवरी, सबैले गरेको चाहिँ नि मलम प्रार्थना, सबैले गरेको बत्ती बालेको पुण्यहरू सबै जम्मा गरेर 49 दिनको दिनमा हामीले मिन्यङ जलाउँछौँ। लामाले मिन्यङ जलाएर त्यो मिन्यङको खरानी खेरा नफालेर त्यहाँको माटोमा मुसेर माटोको छाछा बन्ने बनाउँछौँ, तोर्मा जस्तो के। तपाईँले छोड्देन बनायो भने छोड्देन भित्र हाल्ने चिज हो, त्यो छोड्देन बनायो भने छोड्देनमा चढाउने चिज हो त्यो छाछा है। त्यो छाछाको साथमा बत्ती राखेर अनि त्यो छाछा उठाएर तपाईँको छोरा छोरी सब सोकुल परिवारले त्यसलाई समाएर उठाउँछ। त्यो बेला तपाईँहरूलाई चाहिँ परिनामना गर्न लगाउँछ। मृत्यु भएको दिनदेखि लिएर अहिले अन्तिम यो अन्तिम 49 को चाहिँ नि यो नेवर सम्पन्न गरेको सम्म गरेको हाम्रो गरेको पुण्य चाहिँ सबै फल्नको लागि हो भनेर हामीले लामा गुरुले, प्रमुख लामा गुरुले त्यहाँ उहाँ पाठ गर्छ। सबैले चाहिँ नि यो हो उहाँले यो पुण्य उहाँलाई हुनुपर्छ, यो पुण्यले उहाँ मुक्त हुनुपर्छ, यो पुण्यले उहाँ चाहिँ एकदम पार हुनुपर्छ भनेर सबैले लोली मिलाएर भन्छन् नि। अब त्यो पुण्य चाहिँ उसको पुण्य होइन, त्यो चाहिँ तपाईँ हामी इष्टमित्र लामा आनी जोमा अरूले गरेको पुण्य। अहिले सबैजना त्यो मृत्यु भएको दिनमा चाहिँ कति इष्टमित्र आउँछ नि होइन, कोहीको 1000 आउँछ, कोहीको 100-150 आउँछ। सबैले उसको नाममा एउटा बत्ती मात्र भने बालौँ, उसको नाममा केही न केही हानी मार्ने गरौँ भनेर आएको हुन्छ नि। ओ त्यो सबै पुण्य चाहिँ परिणाम गर्दाखेरि चाहिँ सेतो डल्लो पर्छ कि त्यहाँ सेतो डल्लो बढ्छ र अनि फापा चेन्सीले उद्धार गर्न पाउने मौका दिन चाहिँ 49 दिन र नर्कै जाने रहेछ, प्रेत पशुमै जानु पर्ने रहेछ भने पनि त्यो तपाईँ हामीहरूको पुण्यले पनि त्यो पितृलाई उद्धार हुन सक्ने दिन चाहिँ 49 दिन भएकोले हामीले गर्ने नेबर ढेव अन्तिम सिद्ध्याउने भनेको 49 हो। यो कहाँ छ त भन्दा बार्दो थोइडल भन्ने पुस्तकमा छ। यो मृतकको विषयमा वर्णन गरिएको। अहिले लामा विषयहरूको कुरा आयो, हरेक लामाहरूले आफ्नो किसिमको व्याख्या गर्छ। यहाँ कतिपय खेम्बोहरूले पनि व्याख्या गरेको पायो। अहिले हामीले युट्युबमा हेर्छौँ होइन, फेसबुकमा आउँछ नि। कोही लामाले के भन्न आयो भने 7 दिनमा चाहिँ मिन्याङ जलाउनु पर्छ भन्छ है, त्यस्तो पनि छ नि। प्रत्येक हप्ता मिन्याङ जलाउनु पर्यो। मिन्याङ जलाएपछि सिद्धिहाल्यो। सुन्नुहोस् है यसरी बुझ्नु, मिन्याङ जलाउने बेला लामाले गर्ने विधि चाहिँ तपाईँको के भन्छ भन्दाखेरि त्यसलाई
हामीले दाफाङ भन्छ, दाफाङ गरेपछि फेरि बोलाउने होइन नि मृतकलाई, त अब तिम्रो अन्तिम बाटो हो, तिमी यो बाटो जाऊ भनेर सबै पञ्चबुद्धको बाटो पत्ता लगाएर तिमीले त्यो ठाउँ नचिन्न, त्यो ठाउँमा नहोला, अर्को ठाउँ सबै चित्याएर उसलाई चाहिँ अन्तिम पास गराएर पठाएको हुन्छ। त फेरि अर्को हप्ता पनि नेबर फेरि आऊ यहाँ भनेर बोलाइरहनु पऱ्यो, त्यो केटी खेलायो हो, त्यो हुँदैन। नेबर गरेपछि सिद्धियो है, यसरी बुझ्नु होला। त्यस कारणले बुझ्ने लामाले 49-90 नेबर गर्नु हुँदैन। त्यो लामाले गरेको पाप चाहिँ मैले नजानी गरेको भन्नु पाउँदैन। लामाले छोयो गरेर गरेको पाप, त्यो लामाले जान गरेको पाप हुन्छ। त्यो लामा आफैले बुझ्ने हो, जिन्दले बुझ्ने कुरा होइन। त्यस कारणले लामाले गरेको पाप चाहिँ राङसिङ खानकी दिग्बतङ मातो खानकी दिग्ब जान गरेको पाप हुन्छ। लामाले गरेको पाप, जिन्दले गरेको पाप, अन्जानमा गरेको पाप हुन्छ। तपाईहरुलाई लामाले ढोक भन्दा ढोक्छ, पैसा चढाउ भन्दा चढाउँछ, छोकर भन्छ बत्ती बाल भन्छ लामाले भन्नु भने गरे होइन त, तपाईले जानेर गरे त होइन नि। त्यसकारणले तपाईले गरेको भुल गल्ती अन्जानमा हुन्छ, लामाले गरेको भुल गल्ती अन्जान भन्न पाउँदैन। त्यसकारणले हामीले 49 भन्दा अगाडि हामी नेबर जलाइदैनौँ भन्ने कारण त्यो हामीले बुझिसक्यौँ। नबुझ्दा यो ज्ञान नपाउँदाखेरि कतिवटा नेबर जलायो आफ्नो ठाउँमा छ पहिला। अब बुझ्यौँ, अब छोई बुझ्यो नि के छोईले त यसो पो भनेको रहेछ त, छोई अगाडि राखेर मैले छोईको विपरीत गरेँ भने मैले कानुनलाई बर्खेलाप गर्यो भने मलाई वकिल भनेर राख्दैन नि, पाता फार्केर लान्छ हो। त्यस कारणले गर्दाखेरि 49 महत्त्वपूर्ण विषय हो। चाहे ठुलो रेम्बर्सेको होस्, चाहे साधारण मानिस होस्, त्यो 49 महत्त्वपूर्ण विषय हो। कतिपयले के भन्छ रेम्बर्सेहरूको त पर्दैन, 49 पर्खिनु पर्दैन। किन होइन? मिलुइ हो, किनभने मृत्यु भयो, मान्छे जस्तै मृत्यु भयो। त्यस कारणले गर्दाखेरि 49 पर्खिनै पर्छ। प्रत्येक हप्ता त्यो छौडा लोक घुम्नै पर्छ, अन्तिममा फैसला हुनु नै पर्छ। होइन भने पर्दैन भने गर्नै पर्दैन। अब के अरे दाह संस्कार सिद्धियो नि, अब के गर्नु पर्यो होइन। तर पर्छ भन्ने कुरो चाहिँ हामीलाई विश्वास छ, भक्ति छ, गर्नुपर्छ। कतिपयले यो 7-8 वटा घेउ गर्ने यिनीहरूले खर्च गर्नु, त्यो लामाले पैसा धेरै जम्मा गर्नुको लागि भन्ने थुप्रै कुरा छ। होइन, सक्दैन भने तपाईँले सक्नेले धेरै लामा जम्मा गरेर मानी गराउनुहोस्। सक्नेले त गर्नु पर्यो नि बाबुआमाको नाममा, बाबुआमाको अंश त छ नि, बाबुआमाको लागि गर्ने हो, तपाईँको लागि गर्ने होइन। तर छैन भने नगर्नुहोस्, लामालाई जिम्मा दिनुहोस्, त्यो लामाले गर्ने हो। छोराछोरीहरू विदेशमा जानु परेको छ तपाईँको, अहिलेको युग भनेको रे अब विदेश जाने, 2 पैसा कमाउने त्यो युग हो। नजाउँ भने आफ्नो त्यो चाहिँ जागिर जान्छ बिचरा होइन। अब तपाईँ जानै पर्यो भने पहिलो हप्तामै जान सक्छ। पहिलो हप्तामा धुन्ची गर्यो, त्यही दिनमा मजाले लामालाई जिम्मा दियो, लो गुरु अब मेरो जानु पर्यो, गर्नुपर्ने विधि अब गुरुको मैले गर्ने होइन, मैले चाहिँ पालन गर्नुपर्ने के भनेर लामालाई सोध्यो। मेरो बाबुआमाको लागि के गर्नुपर्छ भने लामाले त्यहाँ प्रश्न बताइदिनुपर्छ। तिमीले पूर्ण रूपमा पालन गर्ने हो भने सोक्चुङ व्रत लिनु, 12 देखि 1 बजीसम्मको बिचमा, के अरे 11 देखि 12 को बिचमा 1 छाक खाना खानु, बिहान थुक्पा खानु, फलेहरू खानु, फलफुल खानु, बेलुका चाहिँ नखानु, तिमी अष्टशील बस भन्छ है लामाले। पालन गर्न सक्यो खण्ड सहज मिलेको खण्डमा होइन। त्यो अष्टशील पालन गर्न सकेन भने पञ्चशील चाहिँ पालन गर भन्छ लामा। अहिपछि काटमार गरेको थियो भने काटमार नगर, बिल्कुल काटमार छोडा। अहिपछि मदिरापान सेवन गरेको थियो भने मदिरापान नखाऊ, बिल्कुल त्याग। अहिपछि चुडबिडी खैनी खान्छ भने त्यो त्याग। अहिपछि तास जुवा खेल्न तास जुवा नखेला। अहिपछि सानो कुरो पनि विवाद गरेर झगडा गर्ने त्यो नगर। तुच्छ वचन कोहीसँग नबोला, एकदम मन रौ, एकदम 49 दिन नपुगेसम्म तिमी यसरी बस भनेर लामाले भनिदिन्छ। अनि तिमीले प्रत्येक दिन प्रत्येक रात आफ्नो बाबाको नाममा तिमीलाई फुर्सद भइहाल्छ, जति सक्यो मानी गर्ने। एउटा माला लिने, मजाले मानी गर्ने। मैले यतिसम्म गर्न सकेँ भने 49 दिनको दिनमा त्यो मानीको हिसाब गरेर जम्मा गर्ने, कति 1000 कति लाख गर्यो। मैले चाहिँ तिमी यहाँ आउन सकेन भने पनि मैले चाहिँ आमाको नाममा बाउको नाममा यति लाख मानी गरेँ भनेर त्यहाँबाट तिमीले फोनमा भनिदियो भने त्यो मानीको यहाँ के अरे म परिणामन गरिदिन्छ कि परिणामन गरेको पुण्य चाहिँ त्यहाँ पुग्छ। त्यो अरू त्यहाँ छोरा बसिरहनु पर्दैन, सबै काम लामाले गर्छ। अरू यहाँ नजिक भएको इष्टमित्र चाहिँ आउनु होइन, आउनु
इष्टदेवता आएर मानी गर्ने काम गर, बत्ती बाल्ने काम गर, ती नभ्याउनलाई उसलाई फुर्सद पाउँछ। त्यो गर्ने बाँकी काम चाहिँ छोरगाउँ गरिसकेपछि त्यो सबै लामो काम है, यसरी बुझ्दैछ। अब बार्ने चाहिँ त्यो चिज हो। अब हामीले त के बारिरहेछौँ, नुन बार्छौँ होइन, नुन बार्छौँ, अनि सेतो कपड पनि बेर्छौँ, केस फाल्छौँ। त केस फाल्ने कुरोमा फाल पनि भनेको छैन, नफाल पनि भनेको छैन हाम्रो धर्मशास्त्रमा। हामी लामाहरूले फाल्छौँ, तपाईँहरूले फाल्न सक्नुहुन्छ। त्यसमा फाल्दै नफाल भन्न हामी सक्दैन। अब मेरो आमाबाको नाममा म फाल्छु भने पनि उसले स्वतन्त्र दिनुपर्छ है, होइन फाल्दिनँ भने पनि उसले फाल्दैन पाउँछ, नफाल्न पाउँछ। किन फाल भनेर कतै पनि लेखेको छैन। तर लामाहरूले चाहिँ किनभने केस फाल्छ, त्यस कारणले हामी बुद्धिस्ट भएको कारणले केस फाल्छौँ, त्यसमा तपाईँले फाल्न सक्छ। तर नुन बार्नै पर्छ भन्ने कुरो छैन। र अब हामी नुन बार्छौँ, के बार्दैनौँ, तासजुवा बार्दैनौँ, चुरोबेडी बार्दैनौँ, जाँडुक्सी बार्दैनौँ, के बारे भयो त है। त्यस कारणले त्यो कुनै त्यसबाट कुनै पुण्य आर्जन हुँदैन। अब तपाईँले बार्नुभयो भने त्यो बार्ने भन्ने कुरो अघिपछि काटमार गरेको छ भने काटमार बार्ने, जाँडक्सी बार्ने, चुडबेडी खैनी सुटी बार्ने, मासु मांस बार्ने, ताजो खेलबाड गर्ने, नराम्रो अर्कासँग झै झगडा गर्ने बार्ने, मूल्य बार्ने त्यो हो। त्यसो गरेर गर्यो भने उसले बाबुआमाको लागि ठुलो पुण्य कर्म गर्यो। अनि सधैँ नै मानी गर्ने। आएपछि गरेका थिएँ भने त्यो 49सम्म गर मजाले है। मानी गर्न त 6वटा मन्त्र हो, हामी देवन गर्नु पनि 6वटा मन्त्र हो। मजाले जप्ने। आफ्नो छ भने एउटा फाउजीको फोटो, बुद्धको फोटो, गुरुको फोटो राख्यो, बिहान बेलुका एउटा बत्ती टक्क बाल्ने, 3 पल्ट ढोग्ने। अब म केही जान्दिनँ, मैले यही जानेको छु भनेर मेरो बाबुआमा चाहिँ, बाबुआमाले जन्म दियो, हुर्कायो, पढायो, आज बाबुआमा यसरी स्वर्ग हुनुभयो, मैले के गर्न पाइनँ, म यति गर्न चाहन्छु, यो मैले गरेको पुण्य चाहिँ मेरो फल्ना बाबुआमाको लागि भनेर तपाईँले गर्नुभयो भने त्यो नै ठुलो कर्म हो है। यो गर्ने र उसले फुर्सद पाउन सक्छ। होइन दोस्रो हप्तामा गर्नुपर्ने पनि सक्नुहुन्छ, तेस्रो हप्तामा गर्नु पनि सक्नुहुन्छ, चौथो हप्तामा तपाईँले फुर्सद दिनु, जुनसुकै हप्ता फुर्सद दिनु सक्छ। तर तपाईँले अब मेरो त फुर्सद छैन, आज नै नेभर जलाइदिनुहोस्, नेभर गराइदिनुहोस् भने त्यो लामाले गर्नु हुँदैन। बुझ्ने लामाले है, नबुझ्ने त जिन्दाले कर गर्यो भन्नेखेरि जान लामा त्यो खाल्नु पर्छ है। जान लामा गुरुले यो कुरो बुझ्नु होला है। त्यस कारणले नेभर गर्दाखेरि 49 दिनसम्म गर्नुहोस्। अनि घेउ गर्दाखेरि म तपाईँलाई के सल्लाह गर्छु भने, हाम्रो गुम्बा नभएको कारणले ढाँचाङ बनाएर एकछिनको लागि गुम्बा बनाएको, त्यहाँ धिङ्बुहरू, त्यहाँ थाङ्गाहरू सजी सजाव गरेर झ्यापेलहरू राखेर बुद्धको मूर्तिहरू सबै झिलिमिली गरेको चाहिँ गुम्बा बनाएको। गुम्बा भएको ठाउँमा ढाँचाङ छुट्टै बनाएर घेउ नगर्नुहोस्, गुम्बामा ल्याएर गर्नुहोस्। गुम्बा भनेको पवित्र थलो हो, बिहान बेलुका सधैँ नै साङ्गेको पूजापाठ हुन्छ, त्यहाँ चाहिँ साङ्गे रहेको हुन्छ र त्यहीँ तपाईँको चाहिँ भिन्याङ राखिदियो भने सबै पूजापाठ त्यो मृतकले पाउँछ है। पवित्र गुम्बा भने। त्यस कारणले यो काम गर्नु होला तपाईँहरूले। अब परिवर्तन गर्नुपर्छ हामीले है। त्यहाँ गुम्बा नभएको ठाउँ चाहिँ बाध्यता भएर एकछिन भए पनि गुम्बा बनाएको थियो है, यसरी गर्नु होला। र 49 दिनमा मात्रै हो भिन्याङ जलाउने। कोही लामाले के भन्ला, कोही लामाले के भन्ला, आफ्नो ठाउँमा भन्ला। हामीले भन्ने कुरा त्यो हो, शास्त्रको नियम त्यो हो। शास्त्रको नियमलाई परिकल्पना गऱ्यो भने त्यो पाप चाहिँ लामाले भोग्नुपर्छ।